ल आज म भन्छु घर बनाउँदाखेरि कम्तीमा रिबार कति राख्ने हाम्रो सरिया जुन हुन्छ पिलरमा बिममा स्ल्याबमा फुटिङमा कति राख्ने भन्ने कुरामा म भन्न गइरहेको छु है त। जस्तै अब तपाईँको घर चाहिँ यो चाहिँ रेकमेन्डेड के को लागि छ भने मिनिमम है त कम्तीमा चाहिँ यति रड राख्नुपर्छ। यो रडभन्दा बढी पनि हुनसक्छ, स्ट्रक्चर एनालाइसिस गर्दाखेरि हामीलाई योभन्दा बढी पनि रड हुनसक्छ। तर तपाईँले एक तल्ले डेढ तल्ले र 1000 स्क्वायर फिटभन्दा कम घर बनाउनुहुन्छ भने यतिको रड चाहिँ कम्तीमा तपाईँले राख्नुपर्छ। यो चाहिँ तपाईँको सजेसनको लागि मात्रै हो है त। ल पिलरमा भन्दाखेरि तपाईँको 416 होइन र 412 को रड राख्नुपर्छ। यो कर्नरमा चाहिँ सबै कर्नरमा चाहिँ 16 mm राख्नु होला होइन। अनि ठ्याक्क बिचबिचमा चाहिँ तपाईँको 12 mm रड राख्दा चाहिँ पुग्छ है त। त्यसपछि बिमको कुरा गर्दाखेरि 416 र 212 राख्नुपर्छ होइन मिनिमम होइन। यो कर्नरमा चाहिँ 4टा 16 mm को राख्नु होला होइन। अनि त्यो बिचबिचमा चाहिँ टप एउटा माथि एउटा तल गरेर 12 mm को त्यो तपाईँको दुईटा रड राख्नु होला है त। त्यसपछि स्ल्याबको कुरा गर्दाखेरि 8 mm डबल जाली राख्नुपर्छ 6 इन्चको ग्यापमा। तपाईँले यो हेर्न सक्नुहुन्छ, यो चाहिँ सिङ्गल जाली हो होइन। यो माथिबाट पनि तपाईँको जाली चाहिँ जान्छ है त। यसरी चाहिँ हाम्रो डबल जाली हुन्छ। यो बिचको जुन छ नि रडको बिचको ग्याप चाहिँ धेरैमा भनेको 6 इन्चीमा चाहिँ राख्नुपर्छ है त। त्यसपछि तपाईँको फुटिङ हेर्नुहुन्छ, तपाईँको जको लागि चाहिँ 5 इन्चीको ग्यापमा 12 mm को रड राख्नुपर्छ। यो यसरी जान्छ होइन अनि यसरी जान्छ। यो चाहिँ तपाईँको 12 mm को रड हुनु पर्यो र यसको बिचको ग्याप जुन छ नि त्यो चाहिँ 5 इन्चीको राख्दा चाहिँ पुग्छ है त। भूकम्प प्रतिरोधक र इकोनोमिकल घरको लागि यति चाहिँ कम्तीमा रिबार तपाईँको चाहिन्छ होइन। बाँकी चाहिँ स्ट्रक्चर एनालाइसिस गर्दा मात्रै थाहा हुन्छ। यसको बारेमा अझै केही जान्नु मन लागेको छ भने मलाई कमेन्ट गर्नु होला है त।